Uy, cakar tuh. Bisa nalangnya Korea, Nepal ke Korea. Welcome to my new vlog. सबैलाई आज स्वागत छ। आज चाहिँ फेरि मेरो नयाँ भ्लगमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ म फेरि यता हाम्रो 10 कट्ठामा चाहिँ धान रोप्नलाई रेडी पारिएको छ। त्यसलाई आज त्यसो भ्लगको लागि बनाएको छु। भिडियो पुरा हेर्दिनु होला। म चाहिँ बारीमा आइसकेको छु। वाउ, आज यत्रो पानी पुडेर गइरहेको मुसाले यस्तो छ। यस्तो छ। अनि अहिले चाहिँ यसरी पानी हाल्नुपर्छ। धान रोपिसकेको छ। पानी हालेपछि चाहिँ कपारेर चाहिँ जोताइन्छ। जोताएपछि चाहिँ यसलाई रोपिन्छ। यो चाहिँ हाम्रो धानको बिचन हो। यो वहाँदेखि वहाँबाट अनि यतासम्म चाहिँ रोप्नुपर्छ। अनि यति बिछन छ 10 कट्ठाको लागि भनेर ल्याएको। पुग्छ कि पुग्दैन, हिजोको त पुगेन छ हल्का। अनि यस्तो यसलाई उखाल्दैछन्। मम बाबाहरू चाहिँ घुम्दैछन्। अर्को कोलामा पानी पर्दैछ। वहाँ टेम्बर छ, टेम्बरबाट चाहिँ आउँछ पानी। यसरी पानी पर्छ। पानी यसरी पटाइन्छ। पानी उताबाट निस्किरहेको छ पानी चाहिँ। यस्तो खाडाल भएर चाहिँ फुटिसकेको छ। यसमा त धेरै गहिरो हुनसक्छ। यसरी पानी पटाइन्छ। यो कोला, यो तिनवटा कोला भिजेछ। अर्को कोला बाँकी छ भिज्न। अनि उताबाट चारवटा कोला बाँकी छ भिज्नलाई। लास्टसम्म हेर्नु होला, अलिक मजा आउँछ। यो त सुरु मजा आउँदैन। बिस्तारै हेर्नु होला। सबै फुल भिडियो हेरिदिनु होला भन्ने अनुरोध गर्दछु। राम्रो भिडियोहरू हाल्छु म। हँसाउने भिडियोहरू अझै बाँकी नै छ हेर्नलाई। अझै यो त अहिले जनहरूले कस्तो हँसाउँछन्, म सबैहरू हाल्छु। लाइक सब्सक्राइब गर्नु होला। यसो आलीहरू खनेर अनि यसलाई यस्तो गर्दा हल्लाइन्छ। अहिले भिडियो यति नै। अहिले फेरि म देखाउँछु जोतिसकेपछि। हेलो गाइज, आई एम कम ब्याक। अगाडि चाहिँ मेरो हाम्रो बारीमा चाहिँ सबै आन्टी मम्मीहरूले चाहिँ धान रोप्दै हुनुहुन्छ। म चाहिँ घर पुगेर घाँस काटेर अनि यता अब चाहिँ यस्तो फुल भ्लग देखाउँछु। सबै हेर्दैन होला। पुरा बुढी हेर्दैन होला। ट्र्याक्टर नआएर यहाँ धान उखाल्दै पछाडि उखाल्दै हुन्छ पनि छ। ल म चाहिँ आइसक्यो। पानी हाम्रो त्यो पटेर चाहिँ अब ट्र्याक्टर आउनु मात्र बाँकी छ। मेरो काम के छ तपाईँलाई बनाउनु भयो आज? म त गर्छु। अनि के साडी लाएर आउनु हो क्या तपाईँ चाहिँ? धान रोप्नु पो आएको साडी लाएर आउनु हो क्या? आज सबैको इन्टरभ्यू लिन्छु म। हुन्छ एक बोरा पुग्यो। अहिले फेरि काट्छु। एक बोरा काट्यो। केही भनिदिनु न। भन्नु सबैको इन्टरभ्यू लिने आज भन्नु ल।
तपाईँबाट सुरुवात हुन्छ धान रोप्न आएको भन्नु न कस्तो म मलाई त आउँदैन तपाईँहरू यत्रो खानु त उखाल्नु न धानको बिसान उखाल म त नउखाल्ने गाईहरू छिटो धानको बिसान उखाल्नु छिटो रोप्नु पर्छ देउसीको ढिला भइसक्यो मार्ने भयो सासूले गाई अब मेरो आउँछ अब हाँसी खुसीले काम गर्नुपर्छ खै इन्टरभ्यू कसैले नदिनु भयो त अब यता यता यहाँ जानु गान्धीको युट्युब के अरे यस्तो के काम बारीमा धान रोप्न आएको अनि हामीलाई किन बिछन उखाल्नु आएको हो त उखाल्नु न उखाल्नु ट्र्याक्टर नाप जस्तो त हुन्छ नि उखाल्नै नभए जानु न जानु तेरो काम भइहाल्यो तपाईँको हालिदिन्छु पहिला सुरुमा तपाईँको नहाल्ने त कुरै हुँदैन नि नेपालको गोरे भन्ने गाउँमा किसान उखालेको अब हामी ट्र्याक्टर आउँदैछन् अनि रोपिसकेपछि हुन्छ हुन्छ खै त्यति मजा आएन इन्टरभ्यू लिनु जाने बेलामा उल्टी गाली खायो अब चाहिँ घर जान्छु अब फेरि घरको खाता लिएर आउनु खाता ल्याएपछि देखाउँछु उयो जागर हेर्छ हेलो गाई ट्र्याक्टर चाहिँ अहिले आइसकेको छ 5 बजे ठ्याक्कै ट्र्याक्टर आएछ हल्का ढिलो भएछ धान रोप्नलाई चाहिँ आमाले गाली खान्छ धेरै मर्छ साला मऱ्यो ट्र्याक्टर ढिलो आइसकेको छ यहाँ चाहिँ मैले भिडियो बनाइसकेको छु धान रोप्न सुरु भइसकेको छ हाम्रो चाहिँ पानी डुबाइदिएर जानु यसरी चाहिँ मिलाउनु पर्छ हेलो गाइस हामी चाहिँ खाजा लिन जान लागेको होइन खाजा लिन जान लागेको अब चाहिँ खाजा ल्याएर चाहिँ यसो तपाईँको रियाक्सन क्यामेराम्यानलाई पनि लिएर आउनु छ
निस्किन्छ कि हिँड्न हुन्छ यहाँ चुप मेरे उता हिँड मेरे टेबल का धो न यहाँ धो गई चप्पल हरायो भने गुवा गरिरहेको छ तर चप्पल भिडे हिलोमा गाडेको थियो गुवा गुवा कसले हिँड हिँड गरेर मलाई चढ्यो मेरो फरारीमा चढ ल आँगन ल आएको चढ्न चढ पहिला म आएको छु क्या आजकलको बच्चाहरू धेरै खतरा बाटो हुन्छ यो चाहिँ हाम्रो चाहिँ खाजाको प्याकिङ भयो अब चाहिँ हामी डोकोमा हालिहाल्छ डोकोमा हालेर जान्छ अनि के गर्नु भ्याउनु छैन अनि अघि अघि सबैलाई खाना गर्नु खाने यतिखेर पो सबैले भट्टाभट्टी खाएको बेला हजुर यो कहिलेको अचार हो पोहोरको मलाई सबै होस् छ अनि त्यो अब बिहोसै हुने भयो पोहोरको अचार बिहोसै हुने भयो बजे आज कहिलेको पोहोर पुरा हो उता 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 देखाउनु यो अचार कहिलेको के अरे भन त फेरि हामीले अचार खाएको छ आज धान रोप्ने बेला खाएको च्यागो लु च्यागो म्याडम च्यागोले च्यागो है च्यागोले च्यागो हो ए इधर च्यागो त खै खै इधर इधर के भिडियो गरी बस्यो नि च्यागो च्यागो ओइ च्यागो त च्यागो ओइ च्यागोले यता च्यागो च्यागो अनिसको यहाँ आउनु न कहिले आमाले भन्यो भने देखाउनु के अरे जल खुवाउने आमा वानी हो भन कहिले आशा लाग्दो कत्रो देख्छ कहिले आमाले आइसियोडे हो कि आइसियोडे लगाएको भन जता बस्छ त्यो क्यामेरा लानु उठेर गरौँ है म उठेर उठेर गरौँ भागे चाहिँ एउटा म देखाउँदै यता हुनुहुन्छ बारीको धनी यता साउनी साउनीको छोरा साउनीको सासु मम्मी सबै जनहरू है एउटा जनहरू सबै यता ड्राइभर र ट्र्याक्टर यता साउनी अनि धान रोप्दै हुनुहुन्छ खाजा खाजा दिएर अनि म चाहिँ घरतिर चलिदिएको अनि आजलाई चाहिँ 2टा 3टा कोला सकिन्छ तपाईँ चाहिँ कति 5वटा कोला मागिन्छ भोलि बिहान सकाउनुहुन्छ अनि यस्तो हालत छ यस्तो हालत छ जाँदाखेरि यस्तै थियो आजखेरि यस्तै छ ल ल ल अनि आजलाई भिडियो चाहिँ यति नै हामी किसानहरूलाई धेरै दुःख छ भने जस्तो के हुँदैन यस्तो हालतमा धान रोप्ने बेलामा चाहिँ यत्तिकै खट्नुपर्छ होइन
गाइज आजलाई भिडियो यति नै एन्ड बाई गुड बाई